आज चाहिँ यहाँ विजयचन किचनमा ट्याक्क मासु पकाउँदैछौँ। उता टमाटर प्याज काटेर ट्याक्क रेडी छ होइन। के भइरहेको अवस्था बनाउँदै ल मिठो बनाउनुपर्छ है एकदम ल। हामी वाच गरेर राख्छौँ है कसरी बनाउँदैछन्। मलाई सिकाउँदैछन् किचनमा। पहिले के हो खुर्सानी पुरा आएन अब यहाँ बस्न सकिन्छ कि सकिन्न यो स्थिति एकदम नाजुक छ। मेरो हुन्छ नि खुर्सानी पुऱ्याउँदा अर्को डाँडाले ठिक हुन्छ पनि कुकम्यानलाई के सिकाएको पिरोको गर्दा धेरै कुरा हुने हो। खाना पकाउन सिक्न जिरा छ तिमी जस्तो म त्यस्तै हो क्या। म कहिले किचनमा सिक्नु भएको थाहा हुँदैन। त्यहाँ सबै हेर के छ मिलाएर बनाऊ। कुकम्यानले यस्तरी पकाउँदैछ त छिल्का हटाएर उ गरे आउँथ्यो नि। ल मासु हाल्ने गर। ल मासु हाम्रो लागि यही हो मासु। ठुलो दसैँ आउनुपर्छ अहिले मासु खान हो कि होइन। चैते दसैँमा पनि पाइएन ठुलो दसैँ चाहियो। ल मासु यिनले ओइरिसकेका छन्। खसीको मासु ए अर्को पनि मासु दुईटा मासु है चाहिँ ल ल मासु गाएछ है ल। पानी एकदम